हेलो एभ्रिवान। आज चाहिँ हामी जाँदैछौँ काठमाडौँको सबैभन्दा सस्तो बजार भिरकुटी मण्डप। हजुरले यहाँ चाहिँ 50%सम्म डिस्काउन्ट पाउन सक्ने हुनेछ इफ हजुरहरूसँग बार्गेनिङ गर्ने स्किल छ भने। मेरो चाहिँ भिरकुटी मण्डप अहिलेसम्म 2-3 चोटि नै भइसक्यो, फोर्थ टाइम भनौँ। यहाँ चाहिँ बार्गेनिङ गर्न सक्यो भने चाहिँ प्राइस राम्रो हुन्छ अनि क्वालिटी पनि त्यस्तो नराम्रो हुँदैन, राम्रै हुन्छ। त्यही भएर आज पनि मलाई के सामानहरू लिनु थियो अनि त्यही भएर हामी दुईजना चाहिँ भिरकुटी मण्डप गयो। हामी चाहिँ जहिले यो गेटबाट छिर्छौँ है। फर्स्टमा चाहिँ मलाई वान पिस लिनु थियो, त्यही भएर म यो दिदीको पसलमा गएको थिएँ। मैले बाहिरबाट हेर्दा चाहिँ अलिक राम्रै देखेँ, तर भित्र गएपछि चाहिँ खासै मन परेन अनि मलाई सुट पनि गर्दैन जस्तो लाग्यो। त्यही भएर मैले एउटा पनि लिएन। यहाँ चाहिँ हेरेँ मात्रै, राम्रो थियो तर मलाई चाहिँ मन परेन है। यस्तो मैले चाहिँ खोजेको जस्तो चाहिँ थिएन। त्यही भएर हामी अर्को पसलतिर गयौँ। राम्रो त राम्रो थियो तर मैले खोजेको जस्तो नै पाइरहेको थिएँ होइन कि। अब आफूले चाहेको जस्तो नपाएपछि त अभियसली म लिँदिनँ। त्यही भएर म सुज हेर्न गएँ। यो पसलमा चाहिँ म 2-3 चोटि आइसकेँ। मैले पहिला पनि एउटा लङ बुट चाहिँ यहाँबाट लिएको थिएँ। प्राइस पनि मिलाएर दिनुहुन्छ दाइले। अनि यो हिलहरू चाहिँ अहिले धेरै ट्रेन्डिङमा आइरहेछ, यो चेरी कलरको हिलहरू चाहिँ। अनि मैले 1-2टा हेरेँ पनि, मलाई पनि एउटा लिनु मन थियो अनि मैले एउटा लिएँ पनि। म त्यो भिडियो चाहिँ अहिले एकछिनमा देखाउँछु कुन चाहिँ लिएँ भनेर। यो पसलमा चाहिँ हजुरलाई जस्तो चाहिन्छ त्यस्तै हिलहरू छ क्या। कलर अप्सन पनि धेरै छ अनि बुटहरू, लङ बुट सबै हजुरलाई जे मनपर्छ, जस्तो मनपर्छ सबै रहेछ। अनि साइज पनि सबै अभाइलेबल रहेछ। हजुरहरूलाई यदि यस्तो हिलहरू चाहिएको छ भने चाहिँ हजुर एकचोटि भिजिट गर्नु होला। एकदम राम्रो लाग्यो मलाई। पसल नम्बर चाहिँ यही हो है, हेरेर जानु होला। त्यसपछि म चाहिँ एउटा हिल लिएर यो चस्मा पसलमा गएँ अनि एकदम राम्रो चस्माहरू थियो कि। म धेरै चस्मा त लाउँदिनँ, त्यही पनि मलाई एउटा लिनु मन थियो। त्यही भएर मैले यस्तो देखाइरहेको थिएँ दाइलाई चाहिँ निकालिदिनु भनिरहेको थिएँ। दाइ चाहिँ एकदम बिजी हुनुहुन्थ्यो, कस्टमर पनि धेरै आउनुहुने रहेछ। मैले चाहिँ एउटा चस्मा मन परिरहेको थियो, त्यही भएर म त्यो ट्राई गरेको थिएँ है। मलाई चाहिँ यो चस्मा चाहिँ ठिकै लाग्यो, राम्रो लाग्यो अनि म चाहिँ ट्राई गर्न लागिरहेको थिएँ कि। ट्राई गरेर हेर्दा चाहिँ मलाई यो चस्मा फिटिक्कै मन परेन कि, मलाई सुहाएन। अनि त्यसपछि मैले त्यो राउन्डवाला चाहिँ लिएँ। मेरो चाहिँ फेस अलिक ठुलो छ कि, त्यही भएर त्यस्तो चस्माहरूले सुहाउँदैन। अनि मैले त्यो गोलोवाला त्यो के भन्छ यसलाई, यो चस्मा चाहिँ मैले लिएँ है। अनि म देखाउँछु कुन चाहिँ लिएँ भनेर चाहिँ। अनि मैले चाहिँ हुन्छ 750 भन्नुभएको थियो। बल्ल बार्गेनिङ गर्दा 600मा दिनुभयो अनि मैले फोन पे गरिदिएँ। त्यसपछि म सिधै गएँ अर्को पसलमा। यो पसलमा सबै मेकअपको सामानहरू थियो। त्यो मलाई त्यति थाहा पनि छैन, मेकअप पनि गर्दिनँ म। अनि फेस वास चाहिँ म डेली युज गर्ने भएर मैले एउटा फेस वास चाहिँ लिन्छु आएको बेलामा भनेर सकि पनि रहेको थियो। अनि मैले एउटा फेस वास लिएँ। म चाहिँ जहिले यही फेस वास युज गर्छु एक्नेसको। मलाई चाहिँ बार्गेनिङ गर्न त्यति आउँदैन कि, त्यही भएर धेरै डिस्काउन्ट माग्न नै सक्दैन। भनेको प्राइसभन्दा 100-200 भन्दा बढी डिस्काउन्टै माग्न सक्दैन। अब हजुरहरूसँग बार्गेनिङ गर्ने स्किल छ भने चाहिँ हजुरहरूको लागि बेस्ट हुन्छ है यो प्लेस चाहिँ। अनि यो चाहिँ अहिले चलिरहेछ नि टिकटकभरि, मैले देखेको थिएँ कि। अनि मैले सोधेको थिएँ यसको प्राइस चाहिँ। अनि यसको 1200, 1500, 1100 भन्दै हुनुहुन्थ्यो। मैले लिएन, यस्तो मलाई मन चाहिँ पर्दैन। तर मैले टिकटकबाट धेरै देखेको भएर यस्तो प्राइस चाहिँ सोधिहेरेको मात्रै हो है। हजुरले यदि यस्तो मनपर्छ भने चाहिँ भिजिट गर्न सक्नुहुनेछ। मलाई चाहिँ एउटा वान पिस चाहिरहेको थियो अनि मैले यताउता हेरेँ, मैले राम्रो देखेन कि। अनि एउटा पसलमा चाहिँ ठिकै लाग्यो अनि म भित्र गएर हेरेको थिएँ। खासै मन त परेन तर कति खोजिराख्नु भनेर मैले चाहिँ एउटा लिएँ है, राम्रो खालको। वान पिस किनेर निस्किँदा चाहिँ रात परिसकेको रहेछ। यसो बाहिर आउँदा भित्र त अँध्यारै हुन्छ नि त, दिउँसो पनि राति नै हुन्छ। अनि रात परेको पनि थाहा नहुने रहेछ कि, अँध्यारो थियो अनि उज्यालै होला भन्दै राति भइसकेछ। अनि घर आएँ। घर आएर चाहिँ अघि किनेको लुगाहरू चाहिँ म हेर्दैछु है। त्यहाँ चाहिँ अब ट्राई गर्ने ठाउँ पनि हुँदैन नि त। अनि ट्राई पनि गरेको थिइनँ अनि ट्राई पनि गर्छु भनेर राम्रोसँग हेरेको पनि थिएन कि मैले। अनि यो वान पिस चाहिँ मैले लिएको चाहिँ स्लिपलेसवाला। यदि हजुरहरूलाई यस्तो ड्रेसहरू लगाउन अनकम्फर्टेबल हुन्छ भने चाहिँ यसमा चाहिँ आउटर पनि आउँछ है। मलाई चाहिँ आउटर एकदम मन पऱ्यो होइन, यस्तो हातमा पनि यस्तो थियो है, एकदम मन परेको थियो। मलाई चाहिँ यस्तो ड्रेसहरू मनपर्छ क्या। अनि स्लिपलेस लगाउन सक्दिनँ, मलाई चाहिँ अनकम्फर्टेबल हुन्छ है। त्यही भएर चाहिँ मलाई आउटर भएको कारण चाहिँ मलाई यो धेरै मन परेको थियो। अनि मैले चाहिँ अहिलेको स्यान्डल पसलबाट चाहिँ एउटा यो हिल लिएको थिएँ यो वान पिसमा लगाउन। यो चाहिँ कलर चाहिँ मलाई धेरै मन परेको क्या। अनि भाइरल पनि हो नि त, टिकटकतिर पनि देखिरहेको हुन्थेँ। अनि चेरी कलर चाहिँ एकदम फेभरेट क्या मेरो। अनि मैले यो चाहिँ एउटा लिएँ चेरी कलरमा। यो हिल चाहिँ मलाई 2800 भन्नुभएको थियो अनि मैले 19सम्म लिएँ। मैले धेरै बार्गेनिङ गर्नु चाहिँ सक्दैन है गाइज। हजुरहरूले यो प्राइस कस्तो लाग्छ, ठिक लाग्यो लागेन कमेन्ट गरिदिनु होला।
अब मलाई चाहिँ यो किन्छु नै भनेर गएको थिएँ कि मैले चाहिँ यो चेरी कलरको हिल चाहिँ म लाउँछु एकचोटि म हेर्छु भनेर नि गएको थिएँ। अनि जति प्राइस भए पनि केही मतलब नै भएन क्या, मन परेपछि मन पऱ्यो भनेर मैले चाहिँ त्यतिमै लिएँ 1900मै। हजुरहरूलाई प्राइस कस्तो लाग्छ, महँगो लाग्यो कि सस्तो लाग्यो भनिदिनु होला। अनि यो चस्मा चाहिँ मैले त्यहाँ आएको ठाउँबाट लिएको थिएँ, अहिले चाहिँ त्यसमा भिडियो चाहिँ हालेको थिएँ होइन। अर्को चस्मा चाहिँ मलाई सुहाएन, अनि त्यही भएर मैले यो चाहिँ लिएँ अरे। यो चाहिँ मलाई त्यस्तो नराम्रो देखिनँ, राम्रो देखेको थियो। अनि यो हिल त भइहाल्यो। मलाई सबभन्दा आज मन परेको चाहिँ यो हिल हो, एकदमै मन परिरहेछ। कहिले लगाउँ भइरहेछ, कहिले आउँछ लगाउने दिन जस्तो भइरहेछ। अनि यो वान पिस भइहाल्यो, एकदम मन पऱ्यो मलाई चाहिँ। स्लिपलेस भयो मलाई मन पर्दैन थियो होला सायद होइन, यसमा आउटडोर पनि भएर क्या मलाई चाहिँ एकदम मन पर्यो। आजको भिरकुटी मण्डप सपिङ हल चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ, डु सब्सक्राइब, बाई बाई, टेक केयर एभ्री वान।